चाहिँ लास्ट प्र्याक्टिकल अच्छा भ्लग बनाइदिउँ न भने अघिल्लो 3 दिनबाट डेली भ्लग बनाइछु। कतिको तयारी भएको छ तिम्रो? मगर क्यों यदि तिम्रो यहाँ तयारी भएन भने तिम्रो त्यहाँ तयारी हुन्छ। के भन्छ अब बिए गर्नु पर्यो कि कसले? तिमीले? अनि मैले नै तिमीले ए मैले त कहाँ बिए गर्छु। वाह क्या मुस्कुराहट है। त यहाँ काम गर्छु सकेन 12 फेल भएपछि 12 फेल भयो। यसले 12 फेल बनाइसक्यो यार। तपाईँले हेर्नु भएको छैन भने हेर्नु है हाम्रो भ्लग। हेर्नै पर्छ, यो भ्लग चाहिँ हेर्नै पर्छ। बहुत राम्रो बनेको छ गाइस। अस्तिको स्टुडेन्टहरूले पुरै बिगार्दै पुरै जम यहाँ यो त जम यहाँ क्या। एक्जिक्युटिभ सेफको अनि अर्को सुसेफको यिनी हुन् सुसेफ। यो चाहिँ मेरो काम हो। म के त डोली ज्ञानी बाबा चायवाला कि डोली दुधवाला? डोली दुधवाला। ये बड़ी अच्छी बात कही आप। छिटो हाल न। ये कैसे हो गया है? गाइस आज चाहिँ फेरि मलाई चाहिँ भात बनाउन पठाइयो किनभने अस्ति मैले बनाएको भात बहुत मिठो थियो के। वेलकम ब्याक टु अन्दर भ्लग अफ इन्दाज भ्लगर। सो के छ तपाईँको सबै आराम नै हुनु होला होइन। आज फेरि आइसकेँ म। हाम्रो होटेल भिजिट सिरिज सब सक्यो। अब चाहिँ लास्ट प्र्याक्टिकल छ हाम्रो। लास्ट प्र्याक्टिकलमा चाहिँ नेपाली कुजिन छ। केटाहरूसित यिनी छन्, यो यिनी छन्। हाम्रो चाहिँ आज प्र्याक्टिकल हुन्छ। आज चाहिँ हामी क्लासमा गएको थियौँ। बट हिजो होटेल भिजिट सकेर हामी आइसक्यौँ। त्यसपछि चाहिँ कोही पनि आएनन् क्या हाम्रो क्लासमा। हाम्रो क्लासमा 6 जना मात्र थियौँ। 4 जना घर गइसके। हामी 2टाको प्र्याक्टिकल थियो। हामी चाहिँ पर्ख्यौँ, बस्यौँ। अनि यी साथीलाई बोलाएको रुमबाट यिनलाई बोलाएको। अब चाहिँ प्र्याक्टिकल हुन्छ गाइज। आज चाहिँ लास्ट प्र्याक्टिकल। सो आजको चाहिँ भ्लग बनाइदिउँ न भनेर होइन। म अघिल्लो 3 दिनबाट डेली भ्लग बनाइछु। हेर्छौ? सबै भ्लगहरू हेरेको कि नै? हेरेको छु तिम्रो सबै भ्लगहरू। इक्जाम आउनु लागिसक्यो। कतिको तयारी छ? हामी यस्तै छ। कति पनि छैन तयारी? गरे त होला जस्तो अलिअलि तयारी त यार। तयारी कस्तो तयारी छ? मोबाइलको तयारी हो। क्यों नहीं हो रही तैयारी? कसरी नयाँ मोबाइल किन्ने भन्ने तयारी भयो। तिम्रो तयारी छ कि नै? कतिको तयारी भएको छ तिम्रो? तयारी भइरहेको 12 वर्ष। यदि तिम्रो यहाँ तयारी भएन भने तिम्रो त्यहाँ तयारी हुन्छ। बुझ्यौ नि? यहाँ तयारी भएन भने हेर त्यसैले तयारी चाहिँ गर्नुपर्छ है। हामी चाहिँ गाइज इक्जामको खतरा तयारी गरेर बसेको छ। हामी जस्तो तयारी छ। के भन्छ बुक खोल्ने भने निन्द्रा लाग्छ, मोबाइल खोल्ने भने रातभरि हो। बुक खोल्ने पनि निन्द्रा लाग्छ, मोबाइल खोल्ने पनि निन्द्रा खुल्छ। यस्तो भइरहेछ। वेल डन, तालियां होनी चाहिए यार हमारे लिए। देखो न गाइज, देखो न बहुत ठुलो छ हाम्रो कलेज। बिकज हामी पढ्छौँ, हामी त्यो कलेजमा पढ्छौँ। त्यो त हाम्रो कलेज चाहिँ ठुलै हुन्छ। अब तू है कौन तू? मैं बाबा टिल्लू। अब चाहिँ कलेजमा जान्छ। हाम्रो एकछिन पछि प्र्याक्टिकल हुन्छ। अझै टाइम छ कि के गरेर टाइम स्पेन्ड गर्ने हो भने अलिक चाहिँ होटेलतिर गयौँ, बस्यौँ होइन। फेरि घुम्यो कि यो राउन्ड लगाएर। के भन्छ अब बिए गर्नु पर्यो कि कसले? तिमीले? अनि मैले नै तिमीले ए मैले त कहाँ बिए गर्दा। वाह क्या मुस्कुराहट है। त यहाँ काम गर्छु सकेन 12 फेल भएपछि 12 फेल भयो। यसले 12 फेल बनाइसक्यो यार। पास भएपछि भन्न 12 को बरु कि इक्जाम दिएपछि फिक्स पास हो। राम्रो ग्रेडमा पास हुन्छ। त्यसै 12 को इक्जाम दिएपछि भन्ने खालको कुरा गर्न पर्यो नि। के गरेपछि मोहन 12 फेल ढुक्कलले हो। मोहनलाई यहाँ काम लगाइदिने जिम्मा मेरो भयो। फेलै बनाइसक्यो यिनलाई थियो यार। मलाई विश्वासै छैन। पास पनि कसरी बनाउनु त? कलेज आओ कि कहाँ आओ कि तिमी? सहलेंगे थोड़ा सा। कलेज ड्रेसमा आउनु पर्दैन? कलेज भिजिटमा आइरहेछौ तिमी। भिजिट त सकिसक्यो त। कलेज ड्रेसमै आउनुपर्छ भन्ने के छ कि अब हामी कलेज ड्रेसमा आएर पनि घुमिरहेछौँ होइन गाइस। के यस्तो कुनै पनि नेगेटिभ इन्फर्मेसन नजाओस्। हामी चाहिँ कलेज ड्रेसमा छौँ, बाहिर घुमिरहेछौँ। यो फाल्तु कहीँ घुमिरहेको छैनौँ हामी। हिजो भएको थियो होटेल भिजिट। एचएमको स्टुडेन्टहरू कति पनि आएन। त्यही भएर चाहिँ पढाइ भएन। बुढी छैन पैसा तिम्रो यो मेरो त्यस्तो भन्ने। पैसा आएर त साथी पैसा आएर के भन्छ छैन। के छैन? के भन्छ सम्हालिसक्नु छैन। साथीको पनि आफ्नै दुःख छ, आफ्नै पीडा छ है। भिडियोमा चाहिँ लाइक सेयर सब्सक्राइब चाहिँ गर्नु पर्यो। के भन्छ एकै ठाउँ बस्ने चिसो हुन्छ। त्योभन्दा मस्तले घुम्ने। यसलाई मैले पैसा होला भनेर उठाउनै लाएको थिएँ। पैसा रहन्छ के यो यार।
कस्तो पैसा राख्नु पर्दैन। एकचोटि के भयो भने किन म भन्छु है, म जाँदै थिएँ बाटोमा एउटा चम्चमाता एउटा सिक्का देखेँ कि त्यो कति 1 रुपियाँ हो कि 2 रुपियाँको कतिको थियो है। त्यहाँ म तिनीहरू पुगेको खुट्टाले यस्तो गर्छु त हल्लिन्न त त्यो पिच रोडमा कि त्यो प्लास्टर गर्ने बेला हुन्छ नि पिच, त्यहीँ पुरै अड्काएर राखेका कि त्यो सिक्का, त्यो निस्किँदैन। मैले त त्यसै खुट्टाले यस्तो गरेर थिएँ त्यो यार। ये भयो मोहन यता जाऊँ यार। ऐसा होता है कभी कभी, ऐसा होता अब चाहिँ युटर्न गइजाम अब चाहिँ गइजाम हामी। लगाइज अब चाहिँ सिधै अब यहाँ हामी चाहिँ यताउता डुलै गर्छौँ होइन। हामी त यस्तै हो, हामी चाहिँ डुलै गर्छौँ हामी। अहिले फेरि होटेलमा आइसक्यो, हामी चाहिँ यहाँ बसेछौँ अहिले चाहिँ। त्यसपछि हामी क्लासमा जान्छौँ। यदि गाइस तपाईँहरूले होटेल भिजिटको त्यो ब्लग मेरो हेर्नु भएको छैन भने हेर्नुहोस् हजुरहरूले। हामीले चाहिँ केटाहरूले यहाँ हामीले चाहिँ मेरो होटेल भिजिटको ब्लग हेरिरहेछौँ यस्तो मजाले। सो तपाईँले हेर्नु भएको छैन भने हेर्नु है हाम्रो ब्लग, हेर्नै पर्छ यो ब्लग चाहिँ, हेर्नै पर्छ। बहुत राम्रो बनेको छ गाइस यो ब्लग। सो हामी चाहिँ यो ब्लग हेर्छौँ, त्यसपछि चाहिँ हामी यहाँबाट कलेज जान्छौँ। त्यही त लगाइदिनु हेर्नु है ब्लग। ग्रेभी सलिड भइसक्यो। अस्तिको स्टुडेन्टहरूले पुरै बिगार्दै पुरै जमे खायो त बरफ। धेरै बाटो भएको थियो त जमे खायो क्या। चाहिँ हामी थोरै छौँ क्या, यति मात्र हो, 6 जना मात्रै हो हामी आज अरू आएन। अरू चाहिँ अल्छी भयो क्या, हिजो होटेल भिजिट थियो नि त। सो त्यहाँबाट चाहिँ आएन उनीहरू चाहिँ। ल गाइस अब चाहिँ हामी त्यहाँ तल अस्ति चाहिँ पिकनिक खाएर चाहिँ तिनीहरूले हाम्रो त्यो किचनबाट त्यो भाँडाहरू युज गर्ने थिए लिएर गएको थिएँ, त्यो तल माथि ल्याइदिन्छन् कि। अब चाहिँ हामी तलबाट भाँडा लिएर आउँछौँ है। धेरै केलाउनु पर्दैन, अलिकति केला होइन ल खानाले आफूले एक्जिक्युटिभ सेफको अनि अर्को सुसेफको यिनी हुन् सुसेफ। अनि यो चाहिँ मेरो काम हो। म के त डोली चायवाला कि डोली दुधवाला? डोली दुधवाला। चामलको कम्ती भयो सबै। अब चाहिँ स्टार्ट गरिदिनु पर्छ। यति चाहिँ यहाँ हाल्छु, हालि नै हालेँ यति चाहिँ हाल्छु। चिनी हाल्यो हालौँ न त। सुगरले हाल्न लाग्छ नै भयो खाऊ के त्यो चाहिँ खान्छ। हाल्ने हो सर छोटो एकछिन डरमा दिनु। अब यति त बनाउन पर्यो। आगो लाउनु पर्दैन। पुरै छिटो हाल न। अलि नजिक आएर बोल्नु न, पुरै कहाँ देखाऊ, यति देखाऊ। अनि यो त्यो के देखिन आफ्नै छ। लगाइद आज चाहिँ फेरि मलाई चाहिँ भात बनाउन पठाइयो, किनभने अस्ति मैले बनाएको भात बहुत मिठो थियो क्या। भात कहिले चिनी हालेर मिठो बनाएको थियो त, बुझ्यो भनेको छु र मैले। स्वादिष्ट थियो है अस्ति मैले बनाएको भात चाहिँ। त्यसैले आज फेरि मलाई चाहिँ भात बनाउन दियो है। यिनले चाहिँ यो बनाउँदैछन् स्पाइसी अरे। तिम्रो सर्ट भिडियोमा जाँदो रहेछ है भ्युज त। मेरो सर्ट भिडियोमा जान्छ, लङमा जान्छ। लङ भिडियो अब चाहिँ सर्ट भिडियोहरू बनाइरहनु पर्ला। स्पाइसी ग्रेभी चिकन
अच्छा स्पाइसी ग्रेभी चिकन तिमीले यहाँ के बनाउनु लाछौ दाल तिमीले सर पर्फेक्ट हालेको छौ है अहिले भागी नै सर तिमीले के बनाउनु लाछौ म यसलाई चलाइरहेको छु है यो पाकेकै छैन त गाइस अब चाहिँ यसलाई चाहिँ हामी यसमा हाल्छौँ यो चाहिँ यस्तै गर्दै हाल्छौँ यो चाहिँ पोटेटो वेजेस चाहिँ यो के हो पेस्ट हो यो चाहिँ केसको पेस्ट हो त्यो चाहिँ मलाई थाहा भएन यो चाहिँ साग हो होइन अनि यहाँ चाहिँ गुन्द्रुक साँधेको है यो चाहिँ अनि यहाँ चाहिँ के छ यो दाल छ यहाँ चाहिँ दाल छ है गाइस त्यसपछि यहाँ चाहिँ तरकारी छ है के अरे आलु र काउलीको हेलो 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 कालो त्यो ग्रुपले बिगारेर यी पुरै जमाइदिए यसको टेस्ट पुरै जमेन जमेन पुरै पर यहाँ मैले बनाएको भात पुग्यो त यो त यहाँ त पानी आइरहेको अब एकछिन बिगारे नि त्यस्तो खासै के फरक पर्दैन अब एकसिटी लगाएपछि हातमा पोल्यो एकसिटी लगाएपछि अनि भइहाल्छ अब म तिम्रो नाम गराइदिनु भिडियो बनाउनु अगाडि भात त जसरी पनि राम्रो बनाउँछु म मैले मगा भात मिठो छैन भात पुरै स्यालेड यो भन न त नि यहाँ ए यो चाहिँ गाइस त्यो ग्रुपहरूले अघिल्लो ग्रुपहरूले त्यो फ्रिजमा राखेर त्यत्रो त्यो टेम्परेचर घटाएर है त्यस्तो राख्नुपर्ने कुरा फ्रिजमा राख्यो ए रेफ्रिजरेटरमा राख्ने कुरा फ्रिजमा राखेँ तिनीहरूलाई मैले भेटाएँ पनि मैले जानेको छु अनि त्यस्तो गरेर यो पुरै जमेको यो त यो सलिड साँच्ची हात दुख्छ एउटा बाटा खाली गरेर यो बाटा ल मैले भन्छु जस्तै पनि राम्रो बनाउँछु अहिले अब चाहिँ यसमा घी हाल्छौँ है हामी अर्को युज गर यसमा चाहिँ हामीले घी एड गरिदिनु पर्ने यसमा ड्राई फ्रुट्सहरू फ्राई गर्ने गाइस ड्राई फ्रुट्स हो यो चाहिँ काजु बदाम यु नो त्यही त त्यसले अलिकति मिस्टेक हाल्नु त्यसले गाइस थोडा सा मिस्टेक हान्यो बट ठिक छ यही सुरुमा भात लगेछ है सुरुमा खाना गाइस हाम्रो चाहिँ सुर्खेत मोडेल कलेजको
प्र्याक्टिकल सेसन चाहिँ यहाँनिर चाहिँ एन्ड भयो है। एकदम राम्रो भयो। सब कुजिनहरू धेरै नै राम्रो भयो। 6वटा कुजिनहरू भयो। मैले ब्लगहरू हालेको छु। एउटा कुजिन चाहिँ मैले मिस गरेँ, त्यो चाहिँ होइन, अरू चाहिँ सबै नै हालेको छु। सो हेर्नु होला अगाडिको ब्लग चाहिँ। ल गाइस द्याट्स अल फर टुडे गाइस। आजको बस यति नै, भेटौँला अब अर्को नयाँ कुनै ब्लगमा। ब्लगको चार्ज मोबाइलको चार्ज सकिसक्यो, 2% मात्रै छ, त्यसैले एन्डिङ गरिदिएको। सो यही नै, अरू चाहिँ केही पनि छैन। ब्लग मन पऱ्यो लाइक, सेयर, सब्सक्राइब, कमेन्ट चाहिँ सब गरिदिनु होला। ल ओके गाइस, टेक केयर, बाई बाई, लभ यु।